यहाँहरूलाई मेरो हिमालय मिक्स ज्ञान च्यानलमा स्वागत छ। हेर्नु है, बथ साइड प्रिन्टर कसरी गर्ने त्यो तरिका तपाईँलाई मैले सिकाउने छु। यो हाम्रो क्याननको IMF 244 भन्ने प्रिन्टर हो। यसमा चाहिँ हामीले सुरुमा यहाँ डकुमेन्ट यसरी राख्नु पर्यो है। जस्तो यसमा हाम्रो दुईटी रेखा नि यता नि यसलाई यसरी राख्नु। यसरी राखेपछि तपाईँ यहाँ जानु पहिला यो टु साइड भनेर राख नि यहाँ यसमा जानु। यसमा गएपछि यसरी टु साइडमा जाने यसलाई ओके गर्नु होइन। फेरि ओके गर्दैन यहाँ टु साइड भनेर आयो होइन। त्यसपछि आएपछि हामीले अब यसमा आउनु भने स्टार्टमा क्लिक गर्नु। F4 आउँछ, F4 ठिक छ। त्यसपछि ओके गर्नु है। यहाँ अहिले डिम छ नि हेऱ्यो भागमा यो गाडा भएपछि उतापट्टि फर्काउन पर्छ है त्यसलाई। जस्तै हाइलाइट भयो, यतापट्टिकोले कपी लिइसक्यो। अब ठ्याक्क यसो गर्नु, यसलाई फर्काउनु। अब फेरि यहीँ थिच्नु यो कपीलाई। फेरि गाडा हुन दिनु। अब यति भइसकेपछि त्यसपछि ओकेमा प्रेस गर्नु। फेरि हाम्रो अगाडि पछाडि भएर प्रिन्ट आउँछ। हामीले अहिले यदि कति कपी चाहियो भनेदेखि पहिले नै हामीले कपी हान्न पर्थ्यो। अहिले हामीले एक कपी भएर मात्र हामीले डाइरेक्ट गऱ्यौँ होइन। कपी हान्ने अप्सन नै आउँछ यसरी अगाडि पछाडि भएर आयो। तपाईँलाई एकैचोटि हान्ने हो भने यहाँ पहिले नम्बर हान्न पर्थ्यो कि कति चाहियो भनेर। यहाँनिर आउँछ नम्बर होइन, यहाँनिर पहिले हान्नु पर्थ्यो कति चाहिन्छ भनेर। यसरी नै हामीले क्यानन प्रिन्टरबाट दुवैपट्टि प्रिन्ट गर्न सकिन्छ। यदि भिडियो राम्रो लागेमा भिडियोलाई लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।